मेरो सम्पूर्ण भाइहरू, मेरो साली, राईको छोरी अनि सबैजना जति पनि मेरो यहाँ मेरो शुभचिन्तकहरू हैन, अनि स्पेसल्ली हाम्रो यो पेन्सिल्भेनियाको इन्टायर कम्युनिटीको चाहिँ यानारायण नेपाली फ्यामिली हैन, सबैजनालाई एकदम मनदेखि धेरै धन्यवाद छ यो कुरामा। अनि किनकि मलाई थाहा थियो मैले चाहिँ कहिले पनि अब यस्तो एउटा कानुनी कुरामा चाहिँ म चाहिँ कहिले पनि म जानी म चाहिँ त्यस्तो काम म कहिले पनि गर्दिनँ हैन। किनकि मान्छेबाट कहिलेकाहीँ गल्ती हुन्छ, तर सेम गल्ती दोहोरिनु एकदम गलत कुरा हो हैन। तर मैले चाहिँ यो नितान्त मेरो पहिलोचोटि गरेको गल्ती भएको कारणले गर्दा यो चाहिँ एउटा सामान्य गतिविधि हो भन्ने कुरा प्रमाणित भए पछाडि मलाई चाहिँ एकदमै निष्पक्ष ढङ्गमा चाहिँ मलाई चाहिँ के अरे बिना शर्त चाहिँ म चाहिँ छुटेर आएको छु हैन। त्यसले गर्दा सबैजनालाई एकदम धेरै धन्यवाद यो कुराको लागि है। अनि के अरे किनकि मैले त सक्दासम्म अब आफूलाई एकदम मैले गलत गरेको छैन हैन। मैले चाहिँ सक्दासम्म के अरे अनि के अरे सबैलाई चाहिँ राम्रै गर्न कोसिस गरेको हैन। त्यसले गर्दा अनि अझै यो जति पनि मेरो यो काममा चाहिँ सपोर्ट गरेर चाहिँ मलाई चाहिँ मेरो यो कानुनी काममा चाहिँ सहगाउने मेरो सम्पूर्ण साथीहरू, अनि मेरो चाहिँ टिकटकमा एउटै मात्र एकदमै के अरे एउटा एकदम ब्याकबोन, एउटा गुड फ्रेन्डसिप, गुड ब्रदरहुड हैन। अनि मेरो सम्पूर्ण यो एउटा मेरो यो एकदम हार्ड एउटा एकदमै डिफिकल्टी टाइममा चाहिँ वान म्यान आर्मी भएर चाहिँ सबैसँग चाहिँ डिफेन्स गर्ने मेरो एकदमै प्रिय साथी, मेरो ब्रदर हैन, हाम्रो अर्पण केसी। अब कुनै मेरो शब्दै छैन अर्पणलाई अब त्यो गर्नको लागि हैन, किनकि एकदम ट्रु ब्रदरहुड हैन। अनि मेरो मगर भाइ, मेरो मगर्नी क्विन बहिनी, एभ्री वान के, अनि मनदेखि नै एकदमै धेरै माया छ सबैलाई हैन। त्यही भएर म वेलकम गर्छु अब हाम्रो सबै फ्यामिलीलाई है। अनि सबैजना एकचोटि कुरा गरौँ। अनि हाम्रो अर्पणलाई एकचोटि यता बोलाइदिनु होला सबैले है। अनि एकचोटि अर्पणलाई हाम्रो नेपाली मन अनि के अरे सबैलाई एकचोटि चाहिँ बोलाइदिनु है सबैजनाले। अनि हाम्रो गिविना बहिनी है, हाम्रो गिविना यदि अहिले लाइभमा छ अथवा हेर्दैछ भने एकचोटि के अरे बहिनी पनि एकचोटि लाइभमा आउनु। रितु बहिनी, मैले किनकि म एकदमै धेरै अब यो के अरे ऊ भए पछाडि मैले सायद अब म त्यो यो गर्नलाई अलिकता त्यो हुन्छ होला है। त्यसले गर्दा मैले यहाँबाट एकचोटि म सरसर्ती भन्छु है, अनि तपाईँले एकचोटि तान्नु होला के अरे। ल सबैजनाले चाहिँ एकचोटि हाम्रो मगर्नी क्विन बहिनी अनि हाम्रो नेपाली मन माथि आउनु होला। अनि हाम्रो अर्पण के अरे अर्पण केसीलाई एकचोटि बोलाइदिनु होला है। अर्पण केसीलाई बोलाइदिनु। ल राजा वेलकम छ है। सबैले चाहिँ आफ्नो एउटा चाहिँ त्योहरू चाहिँ त्यो गर्नु होला। म सबैलाई एकचोटि टाइम दिँदैछु। जुनेली भाइ ल 2 शब्द तपाईँबाट जाओस्। वेलकम त्यही त हो नि। अब हाम्रो त कुरा भइरहेको थियो होइन, बरु नभएको बेला गऱ्यौँ। ल ओके, हाम्रो अर्पण आइसके जस्तो छ है। गुड मर्निङ है सबैजनालाई, नमस्ते। दादा वेलकम। बधाई छ है राजा, बधाई छ, खुसी लाग्यो यार। ड्रिमर दाइ कल भएको थियो हैन। के छ हालखबर? के हुनु यहाँ, भाले काटेर खाँदैछन्। म त हिजो बेलुका उस ल्याएर खाएको यार, भाले काटेर खाएको यार बेलुका ल्याएर, लोकल भाल। थ्याङ्क यू यार, थ्याङ्क यू एकदमै यति धेरै सपोर्टको लागि हैन।
के छ बहिनी मगर्नी क्विन बहिनी नेपाली मन राजा के छ खबर सब ठिक हो कल नभएको नि एक हप्तै भयो हैन एकदमै के अब के भन्छ त्यो ह्यान्सी स्यान्सीलाई चाहिँ नजोडा राजा काम छ ब्याक दादा वेलकम ब्याक अब चाहिँ म चाहिँ के भन्छु भने म जान्छु फिटमेन्टबाट हैन अब चाहिँ जोड्दाखेरि राम्रो राम्रो मान्छेलाई जोडौँ के त्यो ह्यान्सी स्यान्सी त्यो नजोड्नु जो पनि नाम गएपछि सबै भाइरल हुनको लागि यति फोटो उठायो कि राम्रै मान्छेहरूले पनि भिडियो उठायो क्या खुजिङ बजायो क्या यो किनकि मलाई यति नोटिस गरेको छु मैले टिकटकमा हैन आफू गइसकेपछि आफूले गिफ्ट हानेको मान्छेले पनि भिडियो उठायो यो निकेश भाइ छ निकेश कार्के तान्नुबाट एकदम सपोर्ट गरेको युएसबाट निकेश कार्के हैन निकेश माथि अब निकेश नेपाली नानु ताना त यो निकेश भाइले धेरै सहयोग गरेको छ अरू सबै गिफ्टको लागि हो के बोलेको किनकि आफैले हामीले नै गिफ्ट दिएको मान्छे पनि पहिला दिएको मान्छे पनि भिडियो उठाएको छ क्या भाइरल हुनको लागि मान्छेले यति भिडियो फर यु पेजमा कुदायो हैन यति फर यु पेजमा कुदायो कि नभएको कुरा गरेर गएको दिन त कोहीले त बियर किनेर खायो बेलुनले बियर किनेर खायो रमायो नाच्यो डान्स गर्यो बक्सिङ जोइन गर्यो हैन यति गर्यो कोहीले खसी काटेर खायो त्यो के अरे त्यो अर्को डल्ले बाम पुड्के त्यो राजगुरुङ नाचेर देखिस भनेर नाच्यो हैन अब बाम पुड्के ओली यस्तै डल्ले ओली छाब्रे ओली त्यत्तिकै उफ्रियो ओ माई गड हामीले हालेर छाड्यौँ भन्यो नचाहिने कुरा संसारभरि फैलायो तोर्पीहरूले राइस किलरहरूले यति भात पनि तिनीहरूले एक खड्कुलो बनाएर खायो क्या त्यतिखेर त कसैले यसरी प्रमाण चाहिँ किन देखाउन नसके होला त नि है यी हेर्नु मैले गरे भनेर के जसरी मैले त्यही त अनि अझ अब नेक्स्ट चाहिँ अर्पणको पालो रे अब अनि ठिकै छ मलाई पनि टेन्सन भयो म पनि टिकटकबाट आउट भएको थिएँ मलाई टिकटकमा ल्याइ छाडे फेरि अब फिटमेन्टबाट जाने बित्तिकै मलाई नराम्रो फिल भयो अनि म पनि टिकटकबाट अब जानु पर्यो नआउनु पर्यो टिकटक भनेर गएको मलाई त भागेर फिटमेन्टको चम्चाहरू फिटमेन्टको सबै मान्छे भाग्यो डट छेर्को अरे कामदै गयो अरे अनि हाम्रै मान्छे पनि उसँग गएर मिलेका अनि त्यो आफै ठुलो लेभल भएको एउटा आइडी छ नि त्यो आइडी त म फिटमेन्ट भनेर मागेर पनि बसेँ क्या है यति मागेर बसेको यति नाम युज गरेको कि अहिले टिकटक सोसियल मिडियामा सबै भाइरल जति पनि भाइरल भएको छ नि फिटमेन्टको भिडियो उठाएको छ सबैले उठाएको छ अग्नि पार्ने छेर्ने पढ्न नआउने लेख्न नआउने एउटा सानो स्पिकर डलरमा गएर $1 स्पिकर किनेर मुखमा राखेर फिटमेन्टले यस्तो सबै त्यो भन्ने अनि अब नेक्स्ट अर्पण केसीको पालो आयो भन्ने यस्तो हल्ला खिचायो यिनीहरूले यति रमायो यति खसी काटेर खायो यिनीहरूले तोर्पीहरूले सबैले मैले अरू भन्दा नि त्यो के अरे बेलबन के मुजिकान राई त्यसको बेहाल फेरि केटाहरूले त्यसलाई ठोक्नु त ठोक्यो नि रुँदै कुदाएको नि अझै रुइरहेको भिडियोहरू हालेको छ दाइ गएपछि नि रुँदै कुदायो रुखमा बाँध्न लाग्यो नि त त्यसलाई त मैले राजा यार रुखमै बाँध्न लाग्यो त्यो रुँदै कुदिरहेको थियो अब त सुत्दैन दाइ हेर्नुस् ल हामीलाई सबैभन्दा सपोर्ट गरेको बिर्सनु हुँदैन फिटमेन्टबाट यो भाले ग्याङले यो हाम्रो भाले सेनाले हैन भाले सेनाले यो भाले सेना मेरै ग्याङको भाइहरू हो बिचार भाइहरूलाई म एकदम रेस्पेक्ट गर्छु भाइहरूले लास्ट गरेको त्यसलाई बाँधेर थाममा बाँधेर कहिले रुखमा झुन्याएर कहिले कता झुन्याएर त्यसलाई हैन त्यही भएर हामीले मान्छे चाहिँ मैले सबै नोटिस गरिराखेको छु डायरीमा लेखिराखेको छु मैले के गरेको अनि दाइ मलेसियाबाट हाम्रो एउटा नुवाकोटे बाघ भन्ने छ है तामाङ ब्रो उहाँले पनि एकदमै तपाईँलाई सपोर्ट गरेको छ मैले धेरै भ्रम फैलाइराखेको थियो क्या मैले अनि यो कुलीहरूले गर्दाखेरि चाहिँ गएको होइन उहाँ आफ्नै त्यो प्रब्लमले गएको हो भनेर एउटा भिडियो बनाइदिएकोदेखि धेरैले भिडियोहरू पनि प्राइभेट गरे कतिले फाले होइन मैले त सिधै हो म पनि कुली हो जो विदेशमा चाहिँ नेपाली पासपोर्ट लिएर बसेको छ भने त्यो कुली हो कुलीलाई कुली भन्दाखेरि कुनै फरक पर्दैन स्वयं म पनि कुली हो भनेर मैले तपाईँ 4 मिनटको भिडियो बनाएको थिएँ होइन 4 मिनटको भिडियो बनाइसकेपछि कतिले फाले भिडियोहरू पनि अनि त्यहाँदेखि मैले अरू भिडियो चाहिँ बनाइन तपाईँले नि कुनै समय दिए भएको बेलामा वाच गरेर गर्दा हुन्छ धेरै तल छ त्यही छ दाइ त्यो मुजिकानलाई चाहिँ राम्रोसँगले एकचोटि त्यसको चाहिँ कार्यक्रम हेर्ने मन छ यार त्यो ठुलो धोको छ यार त्यो मिलियनमा चाहिँ त्यो हामीले हेर्नु पाऊँ त्यही खुसी लागिरहेछ तपाईँ आउनुभयो वेलकम ब्याक दाइ अन टिकटक मरेको स्याललाई अब के कति चलाउनु अब त्यो खालको फिल भएछ कि पुरै पागल भइसक्यो त्यसलाई चाहिँ अब पछि मैले के सोचेछु भन्दा त्यो मुजिकानलाई चाहिँ
नेपाल गएपछि एकचोटि यता देब्रेकान छेडेर त्यो जोगी बनाएर त्यो खान लगाइदिनु मन छ कि त्यो ठुलो त्यो ड्रमको त्यो के त्यो लाएर म उतै अस्ट्रेलिया फर्काइदिनु छ मलाई त्यति मात्रै गर्ने होला खासै त्यस्तो अनि तपाईँ गएपछि त हेर्नु त तपाईँ अमेरिकाको मान्छे गयो साउदी दुबई कतार मलेसियाको त कोही होइन भन्दै आम्मामा सानो थर्काको नुवाकोटे बाघ भन्ने हाम्रो मलेसियामा हुनुहुन्छ है एकजना, उहाँलाई नि कुनै दिन जोइन गर्नु होला। उहाँले यस्तो ठोकेको मलाई त्यो चाहिँ एकदम सही लाग्यो, खुसी लाग्यो ल दाइहरूलाई, सम्पूर्ण तपाईँहरूको फ्यामिलीलाई। र अर्पण सर अब मान्छे चिन्नु भयो होला नि, मान्छे चिन्नुहोस् है, अब चाहिँ भेटन बजार होइन, आफू चाहिँ त्यो एक हप्ता चाहिँ रेस्ट गरौँ क्या होइन, एक हप्ता रेस्ट गरौँ। म यहाँ म सामना गरिहाल्छु नि, टेन्सन गर्नु पर्दैन। हो अब किनकि मलाई चाहिँ अब मात्र के थियो भन्दा अब यति कुरा मात्र एकचोटि थाहा दिन थियो, जुन कुरा एउटा किनकि गलत तरिकाले मान्छेले यसरी अझ त्यो एउटा म भन्छु है, त्यो एउटा छाप्रे छ नि त्यो अमन भन्ने, त्यो भाउजूलाई त्यो आफ्नै भाइसँग त्यो बुद्ध दाईसँग क्या जोडाएर फोटो कुदाएर अझै पनि होइन यस्तो नराम्रो गरिराखेको छ त्यो होमलेसले, त्यो होमलेस टोटली होमलेस क्र्याकहरू रहेछ क्या त्यो, किनकि बेला बेलामा साईको कुरा गर्छ क्या, पागलै हो हुन त त्यो केटा यस्तो खालको छ। त्यसलाई भेट्ने भने गालामा थुक्लाएर मर्नी गरी यताको गाला उता गाला हान्दैन राज यार, त्यसलाई बरु के त त्यसको लागि जिम्मा लाऊ। कस्तो साईको मान्छेहरू, साई महाको क्र्याकहरू रहेछ। त्यही भएर एक हप्ता रिल्याक्स गर राजा होइन, नेपाली मन बजाऊ होइन, सबैजना हामी मिलेर फिल्ममा त एक हप्ता चाहिँ रिल्याक्स गरौँ, ठिक्क लाइभमा हो। एक हप्ता हामीले म जुलाई 2 सम्म म टिकटकमा हुन्छु होइन, त्यसपछि फेरि मेरो काम छ। अब भिडियो बजार आएपछि म किन बस्नु पर्यो टिकटकमा होइन, अब म जुलाई 2 बाट चाहिँ म हिँड्छु कि फेरि त्यही भएर अनि एक हप्ता रमाइलो गरौँ, हामी सामानमा गर्छौँ क्या, यताको सबै पन्छाउने काम हामी गरिहाल्छौँ। एक हप्ता चाहिँ आनन्दले राम्रोसँग रेक्स होइन गरेर बसौँ है। अब चाहिँ त्यही हो, किनकि मलाई चाहिँ अब यति मात्र त्यो थियो नि त नि, अब सबैजनाको जिज्ञासा होइन, अब यतिसम्म त्यो गलत कुराहरू चाहिँ मान्छेले किन सुनायो होला, किन भन्यो होला, अब त्यही कुरा